उठी उठी पानी पिउँदा पानी सिधै घुँडामा जान्छ रे, आर्थराइटिस हुन्छ रे। सिरियसली पानीको लागि बडी भित्र छुट्टै पाइपलाइन छ जस्तो लाग्छ तपाईलाई? सुन्नुस्, इन्टरनेटमा भाइरल भएको सबै कुरा साइन्स हुँदैन। जब तपाई पानी खानुहुन्छ त्यो सिधै घुँडामा जाँदैन। पानी इसोफेगसबाट स्टोमकमा जान्छ अनि इन्टेस्टाइनबाट पुरै ब्लड स्ट्रिममा एब्जर्ब हुन्छ। बडीको प्योर हाइड्रेसन सिस्टम साइन्टिफिकली डिजाइन हुन्छ। उठी उठी पानी खायो भने किडनी बिग्रिन्छ, डाइजेसन स्लो हुन्छ, आर्थराइटिस हुन्छ। यसको स्ट्रङ एभिडेन्स छैन। एकचोटी सोच्नुस् त, आर्मीको सोल्जरहरूले बोर्डरमा उठी उठी पानी खान्छन्, म्याराथन रनरहरूले कुदी कुदी पानी खान्छन्, फुटबल प्लेयरहरूले त म्याचको बीचमा पानी खान्छन्। यदि स्ट्यान्डिङ वाटरले डिजिज गर्ने भए सबैभन्दा अगाडि तिनीहरूलाई प्रब्लम हुनुपर्ने हो। तर एउटा कुरा चाहिँ ट्रु हो, धेरै फास्ट एकैचोटी घटघट पानी उठी उठी पिउनाले केही मान्छेहरूमा ब्लोटिङ, डिस्कम्फर्ट, चोकिङ फिल हुन सक्छ, स्पेशली बुढो मान्छेहरूमा। त्यसैले बेस्ट पोजिसन भनेको जुन कम्फर्टेबल लाग्छ त्यही हो। प्यास लागेको बेलामा बडीले सिग्नल दिइरहेको हुन्छ, त्यो बेला मिथ होइन कि हाइड्रेसन इम्पोर्टेन्ट हुन्छ। बस एउटा कुरा याद राख्नु, उठेर पानी खानु डेन्जरस होइन, तर मिस इन्फर्मेसन चाहिँ डेन्जरस हो।